दर्शन नमस्कार, स्वागत छ हजुरलाई ब्लग भिडियोमा। हामी चाहिँ हाल रोमानिया बुकारेस्टमा छौँ होइन। भर्खर ड्युटी सकेर रुम जानु लाग्यो। रुम जाँदै हो, अब 10 मिनटमा तिमी पुग्छ रुम। आएको नि 3.5 वर्ष जति भयो होइन। यस्तै छ यहाँ। अब ड्युटी फेरि डे नाइट हुन्छ, त्यही भएर अलि खाने र बस्ने सुत्ने टाइम अलि मिल्दैन के। एक हप्ता डे हुन्छ, एक हप्ता नाइट, एक हप्ता मर्निङमा हुन्छ। यस्तै छ। अब हामी चाहिँ यहाँ सेक्टर 6 रचिजी कम्प्युटर उयसमा बस्छौँ। पहिला चाहिँ उता स्टार टुटु बसमा बसिन्थ्यो, अनि यतापट्टि चाहिँ 1 वर्ष जति भयो त सार्दिएको छ। तर ठिकै छ, तर रुम चाहिँ अलि सानो छ। रुममा 3 जना बसिन्छ। रुम चाहिँ अलिक सानो छ, तर कम्फर्टेबलको हिसाबले हेर्नु भने चाहिँ उता स्टार टुटु बसुको कम्प्युटर ठिक थियो। यता अलि चाहिँ सानो छ, रुम चाहिँ सानो छ, तर धेरै यो सुविधाहरूको हिसाबले हेर्दा चाहिँ अलि राम्रो। सामानहरू किन्नको लागि चाहिँ अब ट्रान्सपोर्टेसनको लागि चाहिँ धेरै यता उताको भन्दा यता सजिलो छ। अब हामी यहाँबाट जाँदा चाहिँ होइन, हामी चाहिँ काम चाहिँ आपाका क्लिनिकमा काम गर्छौँ होइन। आपाकामा काम गर्छौँ, क्लिनिकमा आपाकामा काम गर्छौँ। हामी जाँदा चाहिँ बसमा गइदिनु भयो होइन, ट्रममा गइदिनु भयो, मेट्रोमा गइदिनु भयो। साइडमा पुरै रुखहरू छ। अनि पहिला 1-2 महिना पहिला त यो पुरा यो रोड बिचभरि होइन, रोडभरि पुरै फुल थियो चाहिँ होइन। अहिले चाहिँ अलि ओइलाइसकेको छ। अनि मलाई यो रोमानियाको के कुरो राम्रो लाग्यो भने होइन, यहाँ चाहिँ जुन रुख बिरुवाहरू हुन्छ नि होइन, सबै फलफुलको मात्रै लागिरहेको छ क्या, अरूको होइन। पुरै फलफुलको मात्रै छ कि बिरुवा चाहिँ। त्यो हामी चाहिँ इको क्लिन लन्ड्रीमा काम गर्छौँ होइन। त्यहाँ चाहिँ होटेल हस्पिटलको कपडाहरू राखेको हुन्छ, टावलहरू हुन्छ, बेडसिट हुन्छ। त्यो चाहिँ मेसिनमा वास भएको हुन्छ, अनि प्याक गर्नुपर्ने हुन्छ। लगभग हामी चाहिँ 40 जना जति छौँ नेपाली साथीहरू। हाम्रो चाहिँ 3 सिफ्ट बनाएको छ होइन काममा। 3 सिफ्ट हुन्छ, 8 घन्टा 12 घन्टा 8 घन्टा 12 घन्टा गरेर राखेको छ चाहिँ ड्युटी टाइम चाहिँ। हप्ताको 60 घन्टा चाहिँ काम गर्नुपर्छ हामीले होइन। यस्तै छ, तर काम चाहिँ छैन। तर हाम्रो चाहिँ डे नाइट हुन्छ, त अलि सुटिङ टाइम चाहिँ अलि मिल्दैन। तर सेलरी यतिको ठिकै छ भनौँ। जाडो छ यार, अहिले ज्याकेट लाउनु पर्ने जस्तो भइसकेको छ। अब लगभग 1.5 महिनापछि त हिउँ पनि पर्छ होला यार। यो खानासाना बनाउनु पर्छ, थकै लाग्नु हुन्छ यार, बनाउनु पनि लाग्दैन। के गर्नु, हुनै पऱ्यो यार, बनायो खाइ नत्र छैन। यस्तै छ यार परदेशी जीवन। 1-2 महिनापछि घर पनि जानुपर्छ। सेलरी चाहिँ त्यस्तै हो। पहिला हाम्रो चाहिँ 3,000 थियो, त्यो पछि वर्षपछि हल्का केही इम्प्रुभ गरिदिन्छ। तर यहाँको हावापानी मौसम चाहिँ सेम हाम्रो देश नेपालको जस्तै छ क्या। तर